नेकपा एमाले, एकीकृत नेकपा माओवादी, त्यसपछि राप्रपा नेपाल, ती 4 पार्टी भित्रका टप मान्छेहरू जो हामी भन्छौं तिनीहरू कुनै न कुनै दिन प्रधानमन्त्री बन्न पाइन्छ भनेर पालो पर्खेर बसेका मान्छेहरू छन्। यस्तोको यो 20 वर्ष लामोसम्म परसम्म जेलिएको यो जुन जाम छ यसलाई तोड्ने कसरी भनेर विवेकशीलले त्यस्तो कुनै योजना षड्यन्त्र बनाएको छ? 2500 वर्ष अगाडि सोक्रेटिस भनौँ सुक्रातले के भनेका थिए भन्दाखेरि तपाईले परिवर्तन चाहनुहुन्छ भने अंग्रेजीमा भन्दा डोन्ट फोकस अन फाइटिङ द ओल्ड, फोकस अन क्रिएटिङ द न्यू। भनेको पुरानोसँग चाहिँ झगडा गर्दै होइन आफ्नो समय बर्बाद गर्नुभन्दा नयाँ बनाउनुतिर चाहिँ समय खर्च। हामी त्यसैमा लागेका छौँ। हाम्रो काम भनेको सबै सकारात्मक सोच भएको नेपालीहरूलाई पहिला सुरु कनेक्ट गर्ने एकअर्कासँग, त्यसपछि एउटै दिशामा फर्काउने। त्यो बाटोबाट जाँदाखेरि चाहिँ यो ओपन सिक्रेट हो। धेरैलाई यो यसले के गर्ला जस्तो लाग्दैन, तर हामीले यही मोडल युज गरेर नै अहिले दशौं हजारौं लाखौं नेपालीहरूलाई जोडिने माहौल बनाउँदैछौँ। र यो 1.5 वर्षको दौरानमा हामीले यति गर्न सक्यौँ भने सायद अबको 5-10 वर्ष, म चाहिँ के भन्छु भने अबको 5-10 वर्षको स्थिति तपाईँले प्रेडिक्ट गर्नु पर्यो भने यो पुरानो संस्कारबाट चाहिँ उहाँहरूले कुनै पनि ठाउँ पाउनु हुँदैन। किनकि नेपाल एकदमै यङ देश हो। यङ भनेको 21 वर्षभन्दा मुनिका नेपालीहरू आधा छ। यो नेपालीहरूलाई फोकस गरेर यदि हामीले सरकार बनाउन सक्छौँ भने गर्यो भने उहाँहरू जस्तो एउटा भनौँ न टेस्टेड प्रति चाहिँ नेपाली जनताहरूले विश्वास गर्ने कुनै आधार छैन। त्यो गर्नको लागि त या त त्यो पुरानो पर्खाल बर्लिनको जस्तै भत्काइदिनु पर्यो, या त ठुलो डिजास्टरको परिकल्पना गर्नु पर्यो। तपाईँ अगाडिका पर्खालहरू कसरी भत्काउनुहुन्छ भन्ने प्रश्न हो। 20 वर्ष लामो एउटा पर्खाल उभ्याइदिएको छ तपाईँको अगाडि कि 20 वर्षसम्म उज्जवल थापा अथवा कोही पनि पात्रले नयाँ टेस्ट गर्छु भनेर गर्न सक्ने स्थिति छैन। यति जेलिएको छ कि मैले उदाहरण पनि दिएँ कि सुशील कोइरालालाई, शेरबहादुर देउवालाई जम्प गरेर गगन थापालाई प्रधानमन्त्री बन्ने अधिकार देशमा छैन। उदाहरणको लागि भने जस्तै हरेक पार्टीको संरचना यही हो। यिनै पार्टी यसरी विकसित छन् कि हरेक पार्टीको संरचना नै त्यही छ। मेरो प्रश्न चाहिँ तपाईँको अगाडि एउटा यस्तो पर्खाल तेर्साइदिएको छु कि जो 20 वर्षसम्म तपाईँले के गर्न सक्नुहुन्छ, त्यो पर्खाल कसरी भत्काउनुहुन्छ? मैले बुझेको कुरा चाहिँ के छ भन्दा यो पर्खाल बनाउने पनि नेपाली जनता हुन् र भत्काउने पनि नेपाली जनता हुन्छ। र यो जग फाल्ने पुस्ताहरूलाई चाहिँ एक ठाउँमा कनेक्ट गर्ने चाहिँ रणनीतिहरू हामीले प्रयोग गरिरहेका छौँ। हामी त्यो रणनीतिमा गइरहेका छौँ। त्यही भएर उहाँ अब सेल्फ डिस्टर्ब भइराख्नु भएको छ। र हामीले समयकालमा हेऱ्यौँ भने विभिन्न भनौँ कालमा चाहिँ यो विभिन्न बलियो पर्खालहरूलाई भत्काउन जनता अगाडि आएकै छ। त्यही भएर म चाहिँ के भन्छ अबको युवा पुस्ताहरूमा चाहिँ विवेक यसरी जाग्दैछ कि यो खालको पर्खालको जगैदेखि उखालेर फाल्नेवाला छ। हेलो को नाम पछि भनौला। तयार छौ? को बोल्नु भयो? कसलाई खोजेको? भने नि बिस्तारै भन्छु। भोलिको लागि तयार छौ कि छैन? तयार छु। के डिस्कर्ड ग्रुपबाट आउनुभएको? नम्बर त हालेको थिइनँ त मैले। यहाँ सुन, आज राति सुत्दैन होला, एउटा कथा भन्छु म तिमीलाई। फक अफ। कुन दुनियाँभरको टेन्सन परिरहेको बेला कथा भन्छु अरे? फोन राख। नम्बर कहाँबाट पाइस्? हु आर यु? भोलि मर्न जाँदैछौ। स्कुल हापेर घरमा ढाँटेर देश बनाउन रातभरिको निन्द्र उडाउँछौ। हेलो। ऊ बेला डडेलधुराको एउटा समाज सुधारक, ख्यालमा त्यति बेलाको नेभी सङ्घको अध्यक्ष भएपछि त्यो युवा नेता 2046 सालको आन्दोलनमा चर्चामा आयो। सुदूरपश्चिमका नेता भन्ने बित्तिकै सुदूरपूर्वका नेताको बोलबाला हुने राजनीतिमा उसले राम्रै तरङ्ग ल्यायो।
नेता बनिसकेपछि सुदूरपश्चिमलाई बाँकी नेपालसँग जोड्ने गरी कञ्चनपुर कैलालीका 22वटा पुल बनाएपछि त्यताका जनताको मसिया बनेर आयो शेरबहादुर देउबा। Then your position is clear. There are many. Still, we can explore the hydropower. नेपालीको रोग एउटा मान्छेलाई मसिया बनाउने रोग। काला काला एकातिर भेला भएर एउटा नेता बनाए त्यसैलाई मसिया। चिम्सा चिम्सा एकातिर आए नाइके बनेर आउने मान्छे त्यहीको मसिया। गौँवार नेपाली। त्यो बेला देशभरिमा एउटा मात्र दल थियो, नेपाल दल। त्यही दलको विकास गर्ने, त्यही दलको सिद्धान्त बाहेक अरू सिद्धान्तलाई ठाउँ थिएन। त्यो दल र त्यो समयको नाम थियो पञ्चायत। पञ्चायत कालमा कुनै अन्य विचारको लागि ठाउँ थिएन। केवल एक थरीका मान्छेको लागि ठाउँ थियो, जसको विचारभन्दा देशमाथि हुन्थ्यो। पञ्चायत विरोधी आन्दोलनमा पटक पटक जेल पुगेको देउबा त्यति बेला यस्तो दुईटा विकल्प थियो, या त सरकारको अगाडि घुँडा टेक्ने या त जेलमै टर्चर सहने। शेरे घामर थियो, दोस्रो विकल्प रोज्यो। नेपाली काङ्ग्रेसका सभापति निर्वाचित भएको हुँ। राजनीतिक जीवनमा पटक पटक गरेर मैले करिब 9 वर्ष जीवन जेल जीवन बिताएको छु। जैसी देवल बम प्लटसितको सम्बन्धले गर्दा उसलाई पञ्चायतको कारागार कालमा चरम यातना सुरु भयो। त्यो सम्झिँदा अझै पनि हात काम्छ। साला नाङ्गै पारेर चाकमा बाँस हाल्दा नहाँस बगेको कुरा। हल्ला समेत कसैको नाम उसको मुखबाट निस्केन। उसको काठमाडौँमा कोही थिएन। मै लुकाइ लुकाइ खाना दिन्थेँ। जेलमा त भोकै मार्थे, खाना दिन्थेनन्। अलिअलि गर्दै 9 वर्षको जेल जीवनपछि 2047 सालसम्म आइपुग्दा देउबा अब काङ्ग्रेसको गन्ने मान्ने नेता भनेर निस्क्यो। त्यतिखेरसम्म बहुदल पनि आइसकेको थियो। 2048 सालको चुनावमा देउबा डडेलधुराबाट जितेर अब राज्य सत्ताको स्वाद खान पुग्यो। 2048 साल पछिका सबै संसदीय तथा सभा निर्वाचनमा विजयी भएर संसदीय यात्रालाई निरन्तरता दिइरहेको छु। त्यसपछि नेपाली काङ्ग्रेसका विभिन्न महासचिवबाट निर्वाचित हुँदै केन्द्रीय राजनीति गरे। 59 सालमा पार्टी विभाजनपछि नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको सभापति भएर करिब 5 वर्ष काम गरे। 2064 सालमा पार्टीकरणपछि नेपाली काङ्ग्रेसको वरिष्ठ नेता भएर जिम्मेदारी निर्वाह गरेको छु र 2072 पार्टीको 13औं महासचिवबाट नेपाली काङ्ग्रेसका सभापति निर्वाचित भएको हुँ। भर्खरै आएको प्रजातन्त्र मान्छेले चाहे अनुसार दल खोल्न पाउने भयो। यो सुदूरपश्चिममा त घाम अस्ताउन मात्रै जान्छ भन्थे। देउबाको एन्ट्रीपछि त्यताका मान्छेलाई नयाँ आशा पलायो। त्यताको गरिबी, दुर्गम मान्छेको आवाज, नाना थरीको प्रथाको अन्त्य गर्ने, नपुगेको गाउँ गाउँसम्म बाटो बन्ने आशले पश्चिमेको मसिया बन्यो देउबा उर्फ घामड शेरे। अहिलेसम्म पनि यहाँको मान्छेले उहाँलाई छोड्या छैन र उहाँ एकदमै जुझारु नेता, सुदूरपश्चिमको लागि लोकप्रिय। हाम्रो पार्टीले गणतन्त्र पास गरिसक्यो।
काम गर्ने एउटाले मासु भात खाने अर्काले, मोजी संसार। त्यो कम्पनी बनाउनेदेखि लिएर इट्टा बालुवा बोक्नेदेखि लिएर डबल सिफ्ट काम गर्नेदेखि लिएर नङ्ग्रा खियाउने मान्छे चाहिँ काम गर्ने कालु, जसले बिहान खायो बेलुका खायो कि खाएन अत्तो पत्तो छैन, जो मरे बाँचेको पुस्ने नि कोही छैन। अनि कम्पनीमा कुर्सीमा उपरखुट्टी लाएर सिङ्को नमात्ने अनि भयभरको पैसा पड्काउने चाहिँ मकै खाने भालुका सन्तान। यही सिद्धान्तलाई मूलधार मान्ने नेपालभित्र झुरमुराइरहेका यो वामपन्थी समूह र समूहका नायकीहरूमध्ये पूर्व नेपालमा झापा रिबेलियन आन्दोलनमा सहभागी हुने कम्युनिस्ट भनाउँदाहरूलाई भट्टाभट समाउँदै जेल कुद्ने कार्यक्रम हुँदै थियो। कारण कम्युनिस्टका शत्रु भनेको पुँजीपति, शत्रु पनि कस्ता शत्रु, वर्ग शत्रु। विक्रम सम्वत 2028 साल जेठ 2 गतेका दिन झापा विद्रोहको पहिलो कारबाहीको रूपमा जामिरगढीका कर्ण बहादुर गौतमको हत्या गर्यो। यो पहिलो कारबाहीमा भाग लिने टोलीको नेतृत्व मोहन चन्द्र अधिकारीले गरेका थिए। उनी पछि विक्रम सम्वत 2029 साल वैशाख 26 गतेका दिन झापा शनिश्चरे बुटाबारीका बुटन चौधरीको हत्या गर्यो। यो झापा विद्रोहको दोस्रो आक्रमण थियो र यो कारबाहीको नेतृत्व शिव अधिकारीले गरेका थिए। बुटन चौधरीको हत्यापछि सरकारी संयन्त्र निकै सजग रहन थाल्यो। यसपछि तेस्रो कारबाहीको रूपमा विक्रम सम्वत 2029 साल असार 27 गतेका दिन गरामुनिका विष्णु प्रसाद बिमली र ईश्वरी प्रसाद चुडालाई पनि वर्ग शत्रुको नाममा हत्या गरियो। वास्तवमा यी हत्याका श्रृङ्खलाहरू साह्रै निर्दयी रूपमा अघि बढिरहेको थियो। विद्रोही लडाकुहरूसँग केही बन्दुकहरू भए तापनि उनीहरूले विशेष गरी खुकुरी, तरवार र भालाहरू नै बढी प्रयोगमा ल्याए। वर्ग शत्रुको नाममा धेरै जसोको टाउको छिनाई हत्या गर्यो। यही कारण सो विद्रोह टाउको काट्ने अभियानको रूपमा चर्चामा रहन गयो। यसपछि सीपी मैनालीको प्रस्तावमा केपी ओलीलाई सचिवको रूपमा नयाँ नेतृत्वको अभिभार दियो। यस लगत्तै अर्थात् विक्रम सम्वत 2029 सालको मङ्सिर 23 गतेका दिन गरामुनिकै जमिनदार उद्रकान्त राजवंशी पनि विद्रोहीहरूको कारबाहीमा परि मारिए। यसको 1 महिना पनि नपुग्दै अर्थात् पुष 10 गतेका दिन भूतपूर्व राष्ट्रिय पञ्चायत सदस्य धर्मप्रसाद ढकालको उनकै घर शनिश्चरेमा हत्या गर्यो। धर्मप्रसाद ढकालसँगै उनका माहिला छोरा ज्ञानीराम ढकालको पनि हत्या गर्यो। यसै क्रममा देशमा हत्या हिंसा बढ्दै गएको भन्दै विक्रम सम्वत 2029 साल मङ्सिर 28 गते चारपानेबाट रामनाथ, पुष 13 गते गरामुनिबाट नेत्र घिमिरे, मङ्सिर अन्तिमतिर चन्द्रगढीबाट वीरेन सिंह राजवंशी र माघ 1 गते गौरादह र तोपगाछीबाट कृष्ण कुइकेल र नारायण श्रेष्ठ लगायत अन्य केहीलाई धर्मप्रसाद ढकालको हत्याको अभियोगमा पक्राउ गरियो। त्यही माहौलमा एउटा फिस्टे केटाले झापाका किसानसँग व्यक्तिगत दुश्मनी निकाल्न सुतेको बेला टाउको काटेर हत्या गरेर इन्डिया भाग्यो। स्थानीय प्रशासनले झापा विद्रोहका सदस्यहरूलाई कडाइका साथ खोज तलास गर्न थालेपछि भर्खरै सचिव बनेका केपी ओली एकाएक गायब भए। यस लगत्तै विक्रम सम्वत 2030 साल साउन 20 गते बेलुकी 4 बजेतिर झापाको नरियाबाडीबाट राधाकृष्ण मैनाली, हर्क खड्का, गौरा प्रसाई, नरेश करेल, नारद वाग्ले, सीता खड्का, दिल बहादुर खड्का र लीला कट्टेल प्रहरीको पक्राउमा परे। यही समयताका बाँसको झ्याङमा लुकेर बसेका चन्द्र बहादुर डाङ्गीलाई प्रहरीले गोली हानी मार्यो। केपी ओली गिरफ्तारबाट बच्न विराटनगर हुँदै जोगबनीबाट देहरादून पुगेका थिए। उनले मोहन चन्द्र अधिकारीलाई नेपाल फर्किन निकै फकाएपछि उनी केपीसँग नेपाल फर्कन तयार भए। भन्नलाई लोकतन्त्रको सङ्घर्ष, तर जाँठा आफ्नै स्वार्थ बचाउन मान्छे काट्ने हत्यारा रौतहटबाट समातिएर 14 वर्ष जेल थुनियो। जो चाहिँ भाग्न सक्यो त्यत्रो जेल फोडेर कैदी भाग्नभन्दा 2 महिना अगाडि मात्रै अन्तै सरुवा भएको अभागी पनौती मादरचुत। नाम छोटकरीमा राखेर 2 अक्षरको बनाए, केपी ओली। चान्स पायो कि नेपालीले गर्छ। नेपाली हो नि। हेलो, आवाज घटाउने होइन, इगो मात्र घटाऊ। लोकतन्त्र 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 मैले भनेको मानेन भने भिजाएर ल्याउँछु, मैले भनेको मानेन भनेदेखि आगो लगाइदिन्छु, मैले भनेको मानेन भने लोकतन्त्र 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 मैले भनेको मानेन भने
त्यस्तो पनि हुन्छ। तिम्रो बाउ मेरो बाउ माछामा गयो, तिम्रो बाउ मेरो बाउ माछामा गयो, गायो 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 माछा मार्न गयो, गायो 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 माछा मार्न गयो, गायो 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 माछा मार्न गयो। कमरेड केपी ओली, कमरेड केपी शर्मा ओली जी, केपी ओली, कमरेड केपी ओली, कमरेड केपी शर्मा ओली जी। केपी ओलीका छोराछोरी छैनन्, मेरो गल्ती हो त। छोरीहरू छन्, मेरो गल्ती हो त। छोरी भएपछि ज्वाइँ हुने भयो, मेरो गल्ती हो त। ज्वाइँ भएपछि नाति नातिना हुने भयो, मेरो गल्ती हो त। दुःखमा सुखमा आत्तिनु मात्तिनु रिदम त एउटै हो नि। दुःखमा सुखमा आत्तिनु मात्तिनु इसको बुरा मानने वाले बहुत लोग हैं। तुम्हें क्या करो, मैं क्या करूं, तुम्हें क्या करूं। क्रांति का सपना देखो, परिवर्तन का सपना देखो, समाजवाद का सपना देखो, मेरे 10 पैसा का। केपी ओली इज द केपी ओली, केपी ओली इज द केपी ओली। जसरी बुझ्न मन लाग्छ बुझ्नुहोस्, जसरी बुझ्न मन लाग्छ बुझ्नुहोस्। जेलमा 14 वर्ष लास पर्ने गरी कुटाइ खाएर बस्यो। म जेलर भएको बेला मैले हल्लाएर चेक गर्थेँ मऱ्यो कि जिउँदैछ भनेर। गौर जेल, बिरगञ्ज जेल, नक्खु जेल, पोखरा जेल, स्याङ्जा जेल गर्दै नचाउँदै नचाउँदै तडपाउँदै नेपालभरि नचाहे। त्यति बेलाको जेल अहिले जस्तो होइन नि, फेरि टर्चर रियल हुन्थ्यो। हत्यारालाई कुनै लोकाचार होइन। त्यो सँगै आगाहरू त सहन नसकेर पागलधरी भए। एकपटक यो गोलघरको जेलमा चुरोटको खोलमा कविता लेख्थेँ। त्यसलाई फेरि त्यति नै छुट्थेन। पछि जेलर भएको बेला मैले नै लुकाइ चुरोटको खोल र पेन्सिल दिन्थेँ त्यसलाई। त्यति बेला तारले करेन्ट लगाएर टर्चर दिने प्रख्यात चलन चल्ती थियो। कहाँसम्म भन्दा कसैको कानमा करेन्ट, कसैको चाकमा करेन्ट, कसैको गेडामा करेन्ट। फलस्वरूप कोही सुन्न नसक्ने, कोही सिधा हिँड्न नसक्ने, कोही नपुंसक हुने, कोही बोल्न नसक्ने इत्यादि छन् कुरा। हत्या, हिंसा, सामूहिक अपराध अनि राज्य विरुद्धका कारण जेलमा थन्केर बाहिर निस्किने बित्तिकै फेरि पार्टी जोइन गरेर अब चाहिँ त्यो 14 वर्ष जेल बसेर सिकेको कोल्ड ब्लडेड अवतारमा राजनीति गर्न थाल्छ। त्यसको बोली नै त्यस्तै। राजपरिवारका सदस्यसँग नि साक्कै, उता मन्त्रीहरूसँग नि साक्कै। ख्यास्या चाहिँ केही होइन। 1993 मा मदन भण्डारीको रहस्यमय हत्या, मनमोहन अधिकारीको पनि त्यस्तै शैलीमा अर्को मृत्यु, अनि नेपाल कम्युनिस्ट पार्टीको त्यस बेलाको स्वच्छ छवि, अनि अरू पार्टीसँग चाहिँ जनताको निराशा, सबैले ओलीको उदयमा मलजल गरे। यसले राम्रैसित बुझ्यो अब चाहिँ आवेगले होइन, शान्त दिमाग चलाक बोलीले घुसघुसे ढङ्गमा माथि पुग्ने, आफ्नो पार्टी राजा अनि गर्दा गर्दै जनतालाई नि ठाठाडै चुतिया बनाउँदै मसिया बन्ने दौडमा मिसियो। सोझो बाङ्गो सब बाटोबाट झापा 6बाट चुनाव जित्छ। 14 वर्षको जेलभित्रको अध्ययनले नपुंसक ओली आफ्ना भरौटेहरूको बा बनेर बस्या छ। किडनीले काम गर्न त जेलबाट निस्किँदै छोडिसकेको। 14 वर्षको बदला राज्यसँग कसरी लिँदैछ त्यो त म बिस्तारै भन्छु। नेपालको नयाँ नक्सा मन्त्री परिषदबाट हिजो प्रकाशित गरेका छौँ। लिम्पियाधुरा, लिपुलेक, कालापानी सहित हाम्रो भूभाग हो। अब लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय ओझ्याल पर्न वा सेलाउन दिइने छैन। यसको निष्कर्ष निकालिन्छ। यसको यो हाम्रो भूभाग हामी फिर्ता लिएर सोच्छौँ। नेपालको गुमेको भूभागलाई नोटमा भए पनि छाप्ने अनि त्यही विषयलाई लिएर भारतको एउटा खै कोसँग अन्तर्वार्ता दिएर त्यही एउटा कुराको ब्याज खाँदै बसेको छ अहिलेसम्म। फलस्वरूप आफ्ना भरौटेहरूलाई मेरो गु खा भनेर भन्दा हस्मालिक भनेर क्वाप्पै तात्तादै गुखाने गरी वफादार बनाछ। तिमीहरू आन्दोलनमा जाँदैछौ भोलि, त्यहीँ गएर हेर्नु बा हो कि हत्यारा हो। मैले त 3 कुनेमै देखिसकेँ। अब अलिकति ड्रामेटिक भइदिन्छु ल, अलिकति मात्र, फेरि ब्याक टु नर्मल। मेन भिलेनको एन्ट्री गराउनु छ कि, तबसम्म गेस गर्दै गर। 3, 2, 1।
2047 सालको राजनीतिक धुलो अझै थामिएको थिएन। चुनावपछि देशमा परिवर्तनको हावा चलेको जस्तो देखिन्थ्यो, तर त्यो हावाभित्र धुलोभन्दा बढी धुवाँ मिसिएको थियो। शहरका नेताहरू भाषणमा व्यस्त थिए, तर गाउँका खेतबारीहरूमा, खोला र डाँडाका बीच अरू नै कुनै तयारी चल्दै थियो। मौन तर विस्फोटक। 2052 सालतिर शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला यही असन्तुष्टि, यही मौन रिस जब एक समूहको हातमा बन्दुक बन्यो, तब जङ्गलले पहिलो पटक बारुदको गन्धमा सास फेर्यो। त्यो समूहसँग 40 वटा माग थिए, ठाडा, चुनौतीपूर्ण अनि चेतावनी सरह। माग नपुगेपछि नेपालमा जनयुद्धको आगो बल्छ। त्यो जनयुद्ध कुनै एकजना व्यक्ति वा एउटा संस्थाको माथि थिएन, जनताकै लागि लड्नलाई थियो, देशकै लागि मर्नलाई थियो। अपरेसन रोमियोले त्यो आगोमा तेल खन्यायो। जुन समूहलाई राज्यले सानो ठान्यो त्यो नै माओवादीको रूपमा उदायो। अझ सङ्गठित, अझ निर्दयी, अझ अपरिहार्य। राज्यले दबाउन खोज्यो, कहिले गोला बारुद, कहिले प्रहरी, कहिले सेना पठायो, दबाउन, कुच्न, मौन पार्न। तर दबिँदै गए पनि त्यो आन्दोलन बढ्दै गयो। विद्रोह नदबिए पनि जङ्गलभित्र बुवासासरी छिरेका माओवादीहरू राज्य शक्तिले बाघ आए जसरी आक्रमण गर्दा 2 कदम पछाडि त सर्थे, तर कहिलेकाहीँ जब 9 डाँडा पारीको बाघ पनि 4 कदम पछाडि हटेर सचेत बन्छ, जब शक्तिशाली बन्दुकको नाल पनि चलाउनेतिरै फर्कन्छ, र जब 50-50 होइन 1000-1000 कोष टाढाका भिलेनहरू पनि त्यो नाम सुनेर थरथरी काँप्छन्, त्यो बेला बुझ्नु भिलेनहरूको बाउको एन्ट्री हुँदैछ। प्रचण्ड आन्दोलनका अगुवा मित्रहरू, कला उपस्थित सम्पूर्ण आदरणीय जनसमुदायमा एकचोटि फेरि म टक्र्याउँछु क्रान्तिकारी र गणतान्त्रिक अभिवादन। संविधान सभाको निर्वाचन कुनै पनि मूल्यमा गणतन्त्रको घोषणा हुनुपर्छ। छोटकरीमा भन्दा माओवादी 10 वर्षसम्म राज्यको विरुद्धमा लडिरहन्छ। 10 वर्षसम्म नेपालले इतिहासमै नलडेको लडाईँ लड्छ, नेपाली बीचको लडाईँ। 10 वर्षसम्म नेपालले मुहार फेर्छ, तर त्यो फेरिएको मुहार पहिलेभन्दा राम्रो बन्छ कि अझै कुरूप बन्ने सुरुवात हुन्छ, त्यो बिस्तारै थाहा पाउँछ। प्रचण्ड हार मान्नेवाला चिज थिएन। अनेक जायज नाजायज बाटोबाट राज्य सत्ताको सम्पूर्ण अधिकार आफ्नै हुने गरी जित्छ। And that very event was the turning point of whether to acknowledge their demands or to lead the entire nation on a completely different trajectory. अन्याय, भ्रष्टाचार, तैचुप मैचुपको यो घिनलाग्दो खेल 17 वर्षसम्म चल्छ। Nepal's politics is more dramatic than a film, and there's a lot more coming up.
Because my friend, the film is not over yet.